माछा हेर्नु साथीहरू माछा हेर्छ हुन्छ यत्रो ठुल्ठुलो यो असला माछा हो माछा मार्न गइरहेको छु माछा लगभग त्यस्तै हो अब भरे हेरौँ होइन अहिले अब भरे लास्टमा चाहिँ हाम्रो पुरा भिडियो आजको ब्लग माछा के हेर्नु होला है ल हाम्रो माछा मार्न जाने यात्रा सुरु ल अहिले चाहिँ हामी घरबाट हिँडेको ठ्याक्कै आधा घन्टा भइरहेछ है अब हामी आधा घन्टा हिँड्छौँ त्यस पछाडि हामी ठ्याक्कै माछा मार्ने ठाउँमा पुग्छौँ त्यहाँदेखि हाम्रो सुरु हुन्छ यो पाइपले पानी तानेर माछा मार्ने क्रम तपाईँहरूले यो अन्तिमसम्म हेर्नु तपाईँहरूले आफै बुझ्नुहुन्छ है र अहिले चाहिँ हामी लागेको पाइपबाट है लास्टै टाढा रहेछ यार अब माछा मार्न जान लागिरहेको यो खोल्सा देखाउँछु तपाईँहरूलाई हामी यही पोखरी हो हेर्नुहोस् पानी माथिबाट हामीले सब पुनिसक्यो यहाँ चाहिँ अहिले हामीले पानीलाई जाम भएर हामीले पाइप लाएर चाहिँ पुरा तल पठाइरहेको छौँ अहिलेलाई समस्या हुन्छ त्यस पछाडि अब माछालाई कमाउने कार्य हुन्छ अहिले चाहिँ पाइपले हामी पुग्दैछौँ तल पनि हाम्रो टिमहरूले अहिले आइरहेको छ माछा अहिले देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ मुनि माछा छ त्यसलाई म यस्तो समाउँछु भनेको भाग्यो सानो खालको माछा है यो काभ्रे माछा भन्छ क्या यो एकदम सानो खालको हुन्छ यो देखिराख्नु भएको छ माथिबाट लागेको पाइपको पानी यसरी आइरहेको छ यहाँ यो डोको थाप्नुको कारण चाहिँ कहिलेकाहीँ माछा भागेर पाइपभित्र छिर्छ अनि पाइपबाट यहाँनिर डोकोमा पसोस् नभागोस् भनेर यसरी डोको थापेको हो अनि यता माथि पनि त्यहाँ पर देखिराख्नु भएको छ डोको राखेको त्यहाँ पनि देखाउँछु गएर त्यहाँ माछा भाग्ला भनेर थापेको हो त्यो चाहिँ हेर्नुहोस् यहाँ पनि पाइप यसरी राखेर थापेको छ हेर्नुहोस् यसरी पाइप लगिएको छ अघि पनि देखिसक्नुभयो भाइहरूले तानेर ल्याएको तपाईँहरूले पानी सुक्दै गयो अनि पाइपलाई अब गएर गहिरोतिर लानुपर्छ त्यसरी यहाँ तान्दै हुनुहुन्छ दाजुभाइले
हेर्नुहोस् अघिको भन्दा अहिले कति सुकिसक्यो पानी। यहाँ माछा अब हेर्नु धमाधम माछा आइरहेको छ। यहाँ हेर्नु सक्नुहुन्छ अब तपाईँहरू लाइभ माछा हेर्नुहोस् यहाँ माछा हेर्नु चाहिँ अब यहाँ उफ्रिन्छ पानी सुक्यो हेर्नुहोस् लगभग माछा पानी सुकिसक्यो। अब यहाँ पानी हेर्नुहोस् यहाँ माछा असला माछा हो यो हेर्नुहोस् यो सानो खालको छ यो चाहिँ यो त ठुल्ठुलो खालको छ यहाँ हेर्नुहोस् है यहाँ केमा कुनै ढुङ्गा साथीहरू माछा यो चाहिँ असला माछा है हेर्नुहोस् समय माछा यो बलमा अघिको ढुङ्गा बल हो त्यहाँ ऊ यता पनि छ यताको बल पनि छ है यहाँ ठ्याक्क फाल्नु हेर्नुहोस् यहाँ असल हेर्नुहोस् ल माछाहरू यसरी आएको छ। हेर्नुहोस् पानी सुकिसक्यो अब हेर्नुहोस् यहाँ माछा हेर्नुहोस् साथीहरू माछा साथीहरू माछा आँखैभरि हेर्नुहोस् माछा यहाँ आँखामा पुरा माटै माटो बस्यो। सब जुम्ने ल म क्यामेरा पोज गरेँ अहिले एकछिनमा गर्छु भिडियो। साथीहरू हामीले यहाँ माछा 1 केजी बढी 2 केजी जति मारिसक्यो समथिङ। यहाँ हेर्न सक्नुहुन्छ यत्रो ठुल्ठुलो यो असला माछा हो यो। हामीलाई यहाँ एकदमै मजा आयो यो खोल्सा मार्दाखेरि चाहिँ यहाँ मजा आयो। अब माथिल्लो फेरि हामी छुन गएको छौँ त्यहाँ पनि एकदमै ठुल्ठुलो हामी मार्दैछौँ हेर्न सक्नुहुन्छ है पुरा भिडियो हेर्नु होला है। र अघि हामीले यो तलको छुनेर मारिसक्यो माछा। अब यसकै माथिपट्टि यहाँ हेर्नुहुन्छ अरे यहाँनिर पनि हामीले पानी माथिबाट ठुनिसक्यो। अब यहाँनिर अलिकति बार्न छ त्यो बारिसकेपछि यहाँ पाइप पनि रेडी छ पाइप हालेर त्यसपछि पानी तानेर यहाँ पनि माछा मार्दैछौँ। पानी यत्रो कम भइसक्यो। अब साथीहरू देख्नु भएको छ यहाँनिर अब माछा निस्किने समय हुन लाग्यो। खुर्छ होला यता सानो माछा के सानो माछा ओ देखाइदिनु क्यामेरा हेर्नुहोस् काट्ने त उयो बोरा असल है बोरा पन्दाले खोइ म देख्नु साथीहरू यहाँ यता त क्यामेरा देखाउनु त ल अब त देखाउनु पर्दैन यहाँ चाहिँ बोरामा हाल है अर्को ठाउँमा पन्जा लाएर समायो भने चाहिँ चिप्लिँदैन माछा एकदम सजिलो हुन्छ। पाइपमा यो डोकोमा थापिरहेको छ होइन भाइले त्यहाँनिर म देखाउन गइरहेको छु हेर्नु होला भिडियो।